बन्दैछ होला। स्वागत छ हाम्रो घरमा लक्ष्मी पूजा। म चाहिँ यसरी यहाँ जुट्नु लागिरहेको छु। यति मैले कहाँनिर बना है त्यो ऊपर बना है हजुर हो यस्तो पाइना भने के लाग्छ यसरी हामी चाहिँ यहाँ लक्ष्मी यहीँ भित्राउनको लागि रङ्गोली गराउँदैछौँ। रङ्गोलीको लागि यहाँ पहिला चाहिँ नबोलेर नबनाएको पहिला भिडियो बनाएर अनि बल्ल पछिबाट साउन्ड हाल्नु ओके हो गयो ल ओके डन भयो। यसरी चाहिँ हाम्रो यहाँ हजुर यो भएन गेटमा होस्। अब यहाँ चाहिँ हाम्रो यसरी चट्ट आएर लक्ष्मी पूजाको तयारी हुँदैछ गेटमा। यहाँ म चाहिँ लिपिरहेको छु। यहाँ भाइ र बहिनीहरूले चाहिँ यसरी टक्कसँग चाहिँ हुन्छ त्यतिको हुन्छ। त्यसलाई माथि फर्का त हुन्छ ल। यसरी चाहिँ हाम्रो यहाँ उभिसकेको छ। मेरो चाहिँ लिप्ने काम छ है। लिप्दैखेरि म फेरि यस्तो भिडियो बनाउन आएको। यो चाहिँ मेरो बहिनी, यो चाहिँ मेरो काले भाइ छु। अब हामी चाहिँ रङ्गोली बनाउन लागेको छौँ। 5 अलरेडी बजिसकेको छ। खै कति बज्छ थाहै छैन। आज चाहिँ के हुन्छ थाहा छैन, डोन्ट नो। तर यहाँ फेरि यसरी चाहिँ लिप्दै लक्ष्मी मातालाई चाहिँ हामी यसरी पूजाको ठाउँमा लग्छौँ। म चाहिँ यहाँ लिप्दै छु। लिप्दै चाहिँ यहाँ चुहेर चाहिँ फेरि पुस्नको लागि आएको छु है। गाइज हेर्नु आजको हाम्रो रङ्गोली लक्ष्मी पूजा कस्तो हुन्छ हजुरहरूलाई चाहिँ म आज देखाउने गइरहेको छु। हजुर मलाई बन्दिरहेँ ल यहाँ आफ्नो घर मैले गरिदिएँ अलि नजिकबाट के पाइला हो ल। यहाँ मैले चाहिँ यसरी पाइला बनाइरहेको छु। लक्ष्मीको पाइला हातका पाइला माथि सबै यस्तो गरिरहेको अब यसमा छोडिदिऊ। अब माथि बनाए कि माथि यस्तो यस्तो गर्दा अब बनाउने बनाउँछु। अब यसमा ठ्याक्क पाँचवटा 3टा लाग्यो सबै लक्ष्मी म हुन्छ नि यहाँ चाहिँ हाम्रो यसरी रङ्गोली हुँदैछ है। हामी चाहिँ भर्खर पटका लिएर आएको छौँ। ल तेरो पैसा राख्छु भाइ। मैले के गरौँ भन् त यो चाहिँ हाम्रो यस्तो कहिले भ्याइन्छ। हामी त यस्तो गराउनुको गराइछौँ है। जतिचोटि गरा लाग्यो फुसफुस गर्दै पाइँदैन हजुरलाई चाहिने ए हस् भिडियो के छ भिडियो यतिको भइरह है टेन्सन भइरह ल धर्यो त उमा व्हाइटमा र पिङ्कमा दुइटैमा छ। बल्ल हाम्रो चाहिँ अब यहाँ लक्ष्मी पूजा यतातिर घरमा भइसकेको छ। हाम्रो घरमा चाहिँ यसरी लक्ष्मी पूजा सुरु। यहाँ चट्ट लाएर होइन
यस्तै भइरहेको छु हाम्रो चाहिँ अब लक्ष्मी पूजा सुरु हुन्छ हजुर बाहिरबाट बाल्दै आउने कि ए तेल हाल्ने त्यही अलिअलि सफा हामी एकछिनमा पटका पनि पड्काउँछौँ है यो चाहिँ हाम्रो लक्ष्मी पूजा ल यस्तो राम्रो देखिरहेको काठमाडौँ चाहिँ आज दिन चाहिँ यति धेरै झिलिमिली छ म अहिले छतमा गएर देखाउँछु यहाँबाट नदेखिँदैछ एनिसल म त पटका पड्काउनु लाग्यो कि भनेर कि डर लागेर ओ यहाँ माथि हामीले यसरी पटका पड्काउन पटका पूजा गर्दै हुनुहुन्छ ल लक्ष्मी माता हजुरलाई आगमन छ हाम्रो घरमा एकछिन भयो नि सर यो चाहिँ हाम्रो घर यस्तो झिलिमिली देखिया यस्तै हो झिलिमिली जिल्ला कति रुपियाँ मिल्ला भन्ने ओहो कि फाइनली हाम्रो त्यसरी दियोमा रङ्गोलीमा भइरह यहाँ मम्मीले मस्त पूजा गर्दै हुनुहुन्छ ए हावा हावा नआउनु हाम्रो बहुतै हावा आउँछ ए पटको पड्काउने कार्यक्रम भइरह यहाँ डर लागेर हामी चाहिँ यस्तो म त यता कान सुनेर बसिरहेको यहाँ निशा दिदी यहाँ हुनुहुन्छ त्यहाँ नपड्का त पड्किन्छ नि सर डराउनुहुन्छ कि निशल ओहो त हुन्न अब यसरी पड्क्यो भने पड्किहाल्छ यस्तो मजाले पटक्क पड्किरह हाम्रो चाहिँ पटक्कै नपड्केर भइरहन्छ भिडियो गरिराखु गोजाएर यस्तो पटक्क पड्काउने मान्छेको हालत छ के भन्ने यस्तो पटक्क पड्काउने मान्छेको हालत यस्तो भएपछि के हुन्छ अस्ति
डर पुग्यो आइस ल पड्क्यो यस्तो पनि पड्काउँदा साथै उड्यो भनेर हैरान भइसक्यो अब म पनि काम थुन्नु भयो आइया स्कुटर हेर त स्कुटर ए केही हुन्न हेर स्कुटर हेर त सातो भइरह पड्काउनलाई यस्तो भइरहेछ अब त सातो भइरह ए मम्मी हात बोलो यस्तो छ पड्काउने मान्छेको सातो उडिरह कति निर यो केटी हाम्रो घरमा यसरी चाहिँ मजाले होइन दियो बालिराखौँ म चाहिँ भिडियो गर्ने भिडियो म्यान परेँ ए क्यामेराम्यान लक्ष्मी मातालाई हाम्रो घरमा प्रवेश गराउनलाई बाटो हजुर आएँ यहाँसम्म पुगेको छ यसरी चाहिँ बत्ती बालिरहनु भएको यहाँहरूले सम्मान गरियो दिदीले सम्मान गरियो यहाँ भाइ हाम्रो भाइ सबैमा पाली बसेर पुग्ने कि नानी नपुग्ला है यहाँ मम्मीले चाहिँ फेरि सबै लिएर आउनु यसरी फुलहरू पूजा गर्नसँग जानु पर्यो बरु डुरीटा नगा न मिस सारी छोपेर बिगारेको बिगार्न होइन त्यहाँ बिहा उठाएर अब मैले यता गरेर पत्ती बनाउँछ त्यसमा मरे मम्मी अब लक्ष्मी माताले ल्याउनु छ लक्ष्मी माता हाम्रो घरमा सधैँ बास गर्नु वरिपरिको आज काठमाडौँको हाम्रो घरदेखिको भ्यू है यस्तो छ यहाँ भैलीहरू पनि आएको ल्युसी ए राम्ररी भन ल
ओ गाइज आजको भ्लग चाहिँ मैले यहीँनिर इन गर्न गइरहेको छु है। अब त भ्लग के भयो यता भैलीराम पनि आउनु भयो है। भैलीराम घरका भैलीराम कहाँ बाई बाई।